हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि म चाहिँ आज मामा घरतिर छु, हिजो आएको। अनि त्यसपछि एन्ड वी आर हेरिङ समवेयर। अनि म चाहिँ हामी दुईजना बहिनी र म ड्रेस चेन्ज गर्दै कुन लगाउने यु नो गर्ल थिङ्स यस्तै हुन्छ, कुन लगाउने भनेर यति धेरै चेन्ज गरिसकेँ। स्टिल म अझै कन्क्लुजनमा आएन, म यस्तो लगाइरहेको। अनि बहिनी त झन् ड्रेसै लगाइरहेँ नि, त्यही अब लास्टमा आउटफिट चेक गर्न अनि रेडी हुनै छ नि त। यस्तो यो कभरअप गर्नु पऱ्यो। बाई गाइज, दिस इज माई मेकअप। बहिनी तिम्रो मेकअप देखाइदेऊ। एन्ड दिस इज हर। अनि नेचरल लाइटमा कस्तो देखियो हेरौँ है। यो लिप चाहिँ अलि फिक्का देखियो कि यस्तो देखियो, आई डोन्ट नो। हाम्रो बुवा हाई गरिदिनु। हाई हाई। म चाहिँ जान लाग्यो। अनि अब त्यही त स्कुटरमा जाने भएपछि यस्तो हुन्छ। अनि अब हामी कहाँ जान्छ मलाई नै थाहा छैन। अब बुनुले कहाँसम्म लैजान्छन् भन्ने कुरा हो। भ्लग हो कि बुवा, युट्युबमा हाल्ने, युट्युबमा सबैलाई देखाउने यसमा। अनि अब ल है त बा, बाई। बसेँ त, यही हो मेरो मामा घर। अनि खै त माइजूहरू हुनु न होला है, माइजूहरूलाई पनि बाई है त। अब हुनु त दिन्छ ढोका काम गर्न जानुभएको होला यो तोरीबारी। अनि अब जान लाग्यो स्कुटरमा। अब के छुट्टै छैन होला के अरे भन्दै। ल यस्तो भयो तोरीबारी क्या सही देखियो त। के सोच्यो होला नि मलाई मान्छेहरूले। गाइज हामी कौसुती आइसक्यौँ मामा के आएको। अनि त्यसपछि अब चाहिँ हामी एउटा सामान किन्नु छ अनि बल्ल जान्छौँ। तर यस्तै त हो, कहाँ जान्छौँ ठस्कै पाइएन। यहाँ चाहिँ अब अर्को पसल जाँदैछौँ हामी। सस्तै छ, त्यही नै सोधौँ न, हामीलाई रेट थाहा नि त। अनि अब मेरो रेटभन्दा सस्तो भने चाहिँ हजुर हुँदैन। खै त पसलमा नै मान्छे झन् पसलमा बिक्री गरिदिउँ भनेको त। खै त पसलमा नै मान्छे। ल बर्थडे रहेछ है, ह्याप्पी बर्थडे। कसको? खै त म सक भयो यार भर्खरै। खासमा मैले 500मा लिएको कुरालाई यहाँ कति भन्यो भन न, 700 रुपियाँ 50, 750। यो चाहिँ कलेक्सन रहेछ। कुन लगाऊँ? साइज हामीले पाएमै पाउन चाहिँ, तर अलिक महँगो 800मा। तर त्यसको क्वालिटी पनि राम्रै छ। मैले चाहिँ लाइक 575मा ठिकै वाला किनेको थिएँ। तर त्यसको चाहिँ क्वालिटी चाहिँ राम्रो छ। त्यसो कम्प्रोमाइज गरियो। अब चाहिँ चेन्ज गरेर जान्छौँ। मैले ड्रेस पनि चेन्ज गरेँ, प्यान्ट लगाएको थिएँ, अब प्यान्ट निकाल्यो। अनि त्यसपछि अब वान पिसमा छौँ। बहिनी पनि रेडी भएर आउँछ। अनि त्यसपछि हामी जान्छौँ होटलतिर। अनि त्यही हो। यस्तो पनि आयो, कस्तो
राम्रो रहेछ अनि त्यसपछि हामी कति किलोमिटर यताभित्र आयौँ थाहा छ 7 किलोमिटर भित्र आयौँ कि एक्चुली 7 किलोमिटर पनि होइन अझ मामा घरबाट नाप्यो भने त अझै धेरै उहाँ नापेर लुगा भन्दा नि अझै तल बस्छ अनि काउसेती आएर काउसेतीबाट डन्डा आएर डन्डाबाट अझै भित्र यो रिभर साइड उहाँको ल्यान्डहरू होटेलको लागि यतिभित्र आयौँ कि हामी लिटरली यतिको पनि डिस्काउन्ट दिनुपर्ने हो क्या यस्तो भित्र आए अनि लुक एट द भ्यू नारायणी रिभर हाम्रो अब अनि कस्तो राम्रो रहेछ गाइस हामी चाहिँ लोकेसनमा आइसक्यौँ अब चाहिँ जङ्गलको त्यो राखिनुहोस् हरायो भने यार नाइ म त लिएर जान्छु आयो है यो चाहिँ टुमारो रिभर साइड टुमारो ल्यान्ड हो कि के हो भन्ने दिस इज टुमारो ल्यान्ड हो कि के हो उयो लिखिदिए त भाइ लेखिदिने अरे त गाई जस्तो अब त हिँड्नु परिरहेको छ कहाँ बस्ने थाहा छैन जस राम्रो रहेछ भिडियो हेर्दै यसलाई भ्यू हेर्दै एक ठाउँमा चाहिँ बसौँ न सामानहरू राख्नु पिङ पनि रहेछ है पिङ खेल्नुपर्छ यो चाहिँ मेरो गेटअप हो यहीँ बस्ने र भाइरै जाम के हो कपाल त यता न उता भइरहेको कस्तो घाम भयो यस्तो टचअप गर्नलाई नि केही ल्याएन भन्ने कुरा हो ओ म यो व्हाइटले कालो देखियो के हो गाइज कस्तो देखिन्छ मलाई वासरुममा यत्रो ठुलो मिरर रहेछ तर सुरुमा चाहिँ अर्डर गर्नुपर्छ बस्नुभन्दा अगाडि हामीलाई देखिरहनु भएको छ उयो कस्तो राम्रो भ्यू नाच्देऊ न बहिनी ओ माई गड र हाई सदिक्षा जाम गाइज मेरो आउटफिट हेर्ने गाइज गर्मी भयो कति गर्मी हुन्छ यस्तो जाडोमा पनि तर यहाँ यति धेरै अनि हामी कुरिरहेछौँ खानको लागि अनि उताबाट यता आयौँ कता कता पुगिन्छ जिन्दगीले कता कता पुऱ्याउँछ साथीहरू कति कालो आउँछ काली भएपछि काली नै आउँछ होइन त घाममा गयो गोरु आउँछ नघाममा गयो काली आउँछ तर ओभर गर्मी भइसक्यो नारायणीको शीतलो नि आएन कि ब्याक हुनु नारायणीको साइडमा बसे हामी लोकेसन त तर लास्ट राम्रो ऊ त्यहाँ मैले एउटा चरी देखेको थिएँ अब त्यो चरी मोबाइलमा देखिनँ यहाँ कस्तो त्यही हेरेर बसिरहेको थिएँ क्या मजाले अनि हामी यस्तै छौँ बसिरहेछौँ तर मलाई अझै यहाँ पनि घाम भयो चिसो खाइदिनुपर्छ क्या खाने हो र हुन्छ उस गर्न न कस्तो लागिरहेको त सदिच्छालाई दिच्चुसँग आउँदाखेरि ब्युटिफुल तर अलि घाम भयो कि अनि धेरै मान्छे यस्तो हुनुहुन्न है हाम्रो खानेकुरा बिरयानी नि मगाएको बिरयानी नि मगाएको थियौँ अब सदिच्छाले टेस्ट हान्दैछिन् कस्तो हुन्छ है त यस्तो भ्यूमा हामीले खान लाग्छौँ मोमो टेस्ट हानौँ है मलाई मोमो त उताको मनपर्थ्यो अब यहाँको कतिको जुसी छ भन्ने कुरा प्यात्त भयो सुरुमा
आमा फर्स्ट बाइटमा मेरो आँसु आउनु लाग्यो। त्यही मेरो बिरयानी नि आइसक्यो। भगवान् बचालो। खाना फेरि छोडे हैन र। यो भित्र हाल्दै त के यहाँ देखिन्छ यहाँ सेतो कपडामा लाग्छ भनेर यति डराउनु परेर मलाई। गाइज अब चाहिँ हामी यो ठाउँलाई बाई भन्दै बाई बाई भन्दै जानुपर्छ। त्यही हो, मिठो थियो। अनि त्यसपछि अब पैसा तिर्नु पर्यो। यो सोसल एन्जाइटी भएको मान्छेलाई लिएर जाँदा चाहिँ एकदम गाह्रो हुने रहेछ है भ्लगरहरूले चाहिँ। त्यही अब कता कता पे गर्ने हो। अनि त्यही हो, तर आउनु चाहिँ एकदम दुःख रहेछ कि अलि तल भयो, अलि नजिक भएको चाहिँ सजिलो हुन्थ्यो। गाइज मलाई देख्नु होला है त्यहाँ उहाँ छु म, तर ब्लर भयो भन्ने कुरा हो। क्या सही गीत बजिरहेको थियो तर कपिराइट लाग्छ भन्ने कुरा हो। अब चाहिँ हामी जान्छौँ यो ठाउँलाई छोडेर। यस्तो राम्रो रहेछ यहाँ, राति चाहिँ झिलिमिली झैँ हुन्छ होला। आया गाइज हाम्रो बिल कति आयो थाहा छ? नभन मलाई अहिले बाहिर गएर भन्छु। मलाई फेरि यहाँ मार्छु अहिले एकछिनमा। यो दिदी त लास्ट बोलिदिएछ भनेर। एनिवे डराउनु हुन्न, केही गलत काम गरेको होइन हामीले डराउनलाई होइन। अनि ओए सदिच्छा, अनि म घरै लाएर जाने हो। हामी त ड्रेस चेन्ज गर्नु छ त्यहाँ भित्र जाऊँ न त। अनि ल हाम्रो दिदी यसरी जानलाई छि ल कि ल बाबा ल यस्तो जानलाई छि। अब कसरी आउँछु ल हेरौँ है। एन्ड द्याट इज मी, दिस इज मी। लाग्यौँ हामी कस्तो राम्रो देखेको। गाइज हामी चाहिँ अहिले घन्टा बजारमा छौँ। यस्तो टाढा गइएछ। पैसा नभएर के लिटरली ट्युकिने अनि त्यसपछि हालिदिनु भनेर। ओमाइ गड ठाउँ छैन बस्ने। ओमाइ गड सिट भएन भने त जानै सक्यो। बल्ल बल्ल सिट पाएँ, लास्ट भयो पनि। अब कति बजे घर बल्ल आएँ म। ओमाइ गड यस्तो अँध्यारो भइसक्यो ह। अब बाटोमा बोल्दाखेरि नि मान्छेले के सोध्छन्, तर केही छैन। ल म आइसकेँ है त। अब यहाँबाट घर जाने हो। यस्तो अँध्यारो भयो। बल्ल लगायो घरतिर। जता गयो नि आफ्नै घर प्यारो। को आयो है हाम्रो घरमा नयाँ मान्छे आए जस्तो लाग्यो। स्कुटर धोँदै। ओ माइ गड मामा आउनुभयो रहेछ। नारायण मामा ल है त मम्मीले के पकाउँदै हुनुहुन्छ त आफ्नो दाइलाई? के पकाउने रोटी हाल्ने हो। ए मामा कतिखेर आउनुभएको त? म भएको आज आधा घन्टा हो कि
ए म त काउसतीलाई एक्सप्लोर गरेँ नि अब यसो माइजू आउनु भन ए ल अब मामा माइजू यस्तो हेरिदिनु त सँगै कस्तो हुनुहुन्छ यो मम्मी र मामा फेरि एउटा मम्मी यता हेर्नु त सेम हुनुहुन्छ गाइस ए ल बाबा कतिखेर आइपुग्नु भयो त चाँडै आइपुग्नु भएको छ त पानी खाउन आउनुभयो त ल गाइस अब मेरो भ्लग यहीँ गर्छु है त बाई